सम्पूर्णमा नमस्ते। आज चाहिँ बेलुका 8मा पढ्न गएको हाम्रो सोमबारेमा स्थित हाम्रो साकेलामा चाहिँ श्रमदान कार्यक्रम भइरहेको छ। आजदेखि आफ्नो ठाउँ आफै बनाऊ भन्ने उद्देश्यले उहाँहरू चाहिँ बिहानदेखि नै लागि परिरहनु भएको छ, देख्न सक्नुहुन्छ। अझै पनि पुनर्निर्माण भइसकेको छैन। हजुरहरू पनि सहभागिता जनाउन सक्नुहुन्छ। उहाँहरू हाम्रो भान्दासीहरूलाई पनि धेरै धेरै धन्यवाद। काम गरिराख्नु भएको छ। मेरो लागि सबैलाई सम्मान गर्ने यो कामलाई चाहिँ मेरो भन्ने उद्देश्य हो। पनि सम्पन्न भइसक्यो त ल गेट चाहिँ सम्पन्न आफूले आफूलाई धन्यवाद खै त होइन। अब उहाँहरूलाई चाहिँ धन्यवाद काम गर्नेलाई चाहिँ होस् जे होस्, कामदारीलाई चाहिँ यो कामदारी होइन, श्रमलाई चाहिँ हाम्रो उहाँलाई हाम्रै काम हो, हाम्रै गाउँको आफ्नै ठाउँको आफैले चाहिँ आफ्नो ठाउँ आफ्नो गाउँ बनाऊ भन्ने सोचेर गरिँदैछ पनि होइन। यहाँ चाहिँ सबैहरूले चाहिँ आर्थिक सहयोगबाट पनि खबरबाट पनि पाउनु राम्रै पनि छ। यसरी काममा हामीले लाउँदैछौँ, हाम्रो श्रम हुँदैछ। फेरि उहाँहरूले पनि अब यो उसमा चाहिँ सोचेर अरूले पनि यहाँ आदान प्रदान यो कामको लागि चाहिँ अलिकति, किनभने बजेटलाई पनि उहाँहरूले हामीले लाउनुपर्छ भन्ने सबैको आशा गर्दै सहयोग गर्नुहुने महानुभावहरूले चाहिँ यता सम्पर्क गर्नुहोला।